अरे यार कोरिया दिल खुश गरिदियो कसम भनेको एक्सपेक्टेसन गरेको थियो कोरिया जित्छ भन्ने कुरामा होइन जितो पनि खुसी लागिरहेको छ भर्खरै गेम सक्यो तपाईँहरूले पनि पक्कै म्याचहरू हेर्नु नै भयो होला रातिको गेमको कसले हेर्नुभयो मेक्सिको गेम ओपनिङ गेम थियो मेक्सिकोले बबाल खेलाएको थियो 2-0 अप है 2-0 विन गराएको थियो एकदम होम क्राउडले गर्दाखेरि त एनर्जी लेभल यस्तो हाई भएको थियो नि मजा आइरहेको थियो हेर्न धेरै हेरिनँ जस अलिकति हेरेको थिएँ मैले रातिको गेम चाहिँ जस एकछिन हेरेर मैले सुतिहालेँ किन राति भइसकेको थियो बिहान फेरि जोरपल्ट कलेज जानुपर्छ पढाउनको लागि अनि भर्खर कोरिया गेम पनि हेरेँ सक्यो 2-1 वा यस्तो खुसी भइरहेको छु होइन मेरो एक्सपेक्टेसन मैले जे भनेको थिएँ प्रेडिक्सनमा ट्याक्कै त्यही भयो ट्याक्कै 2-0 नै हुन्छ मेक्सिको भनेको थिएँ यता कोरिया चाहिँ 1-0 भने तर त्यस्तो भएन 2-1 भयो 2-0 ठिकै नै भयो अब सुरुमा त फेरि कोरियाको जब कोरियाको गेम हेरिरहेको थिएँ म कोरियाको गेम हेर्दाखेरि चाहिँ कस्तो भएको थियो भने चेक रिपब्लिकले चाहिँ एकदम क्या त्यो लङ बल हुन्छ नि एकदम थ्रो इनबाट अथवा त्यसलाई के भन्छ चाहिँ फ्री किकहरूबाट अथवा कर्नरहरूबाट चाहिँ एकदम पेला पेले थियो क्या लङ बलले एकदम दिइरहेको थियो कोरियालाई डिफेन्स एकदम विक जस्तो भइरहेको तर सेकेन्ड हाफमा त यस्तो कमब्याक गरेर कोरियाले फर्स्ट गोल्स खाए तापनि आफूलाई फेरि अब एट्याकिङ गरेर होइन डिफेन्सिभमा राम्रो गएर चाहिँ किपरले पनि बबा अन्तिममा फेरि त्यस्तो सेभ हानेपछि यस्तो मजा आयो हेर्न कोरिया धेरै बधाई छ तर यसरी खेलेर भएन कोरिया है मैले कोरियालाई नम्बर 1मा राखेको सायद मेक्सिको भन्दा पनि माथिपट्टि ग्रुप स्टेज टप गर्नको लागि अनि यस्तो खेल्ने हो भने त मेक्सिकोले कोरियालाई त सिधै खल्लपै खान्छ त्यही भएर कोरियाले अलिकति मिलाउनु पऱ्यो डिफेन्सिभ अलिकति मिलाउनु पऱ्यो मिडफिल्डमा पनि बेसी बल घुमिरहेको थियो अगाडि पास गइरहेको थिएन उता अपोजिसनको चाहिँ पेनल्टी बक्समा त म्याक्सिमम फर्स्ट हाफमा हेर्दाखेरि त गइरहेकै थिएन बलै पुगिरहेको थिएन त्यो अलिक सुधार्नु पर्ने जस्तो देखिन्छ गेम हेर्दाखेरि चाहिँ अनि अरू त अब ठिकै नै छ जितो खुसी लागेर चेक रिपब्लिकको जो फेरि गेम पनि यस्तो बवाल थियो कि त्यो स्पिड पनि यस्तो बवाल थियो कि कार्डहरू पनि देखाइरहेका थिएन है त्यो कार्ड निस्किरहेको थिएन येल्लो कार्ड रेड कार्ड केही निस्किरहेको थिएन अन्तिमको इन्जुरी टाइममा चाहिँ कार्ड देखायो एउटा येल्लो कार्ड देखाएको छ कसलाई सायद प्लेयरको नाम थाहा छैन साउथ कोरियाको मलाई चाहिँ बेलुकाको गेम ओपनिङ गेम पक्कै पनि हेर्नुभयो होला ओपनिङ गेममा हजुरको 3टा रेड कार्ड ओपनिङ गेममा 3टा रेड कार्ड पाउनु भनेपछि त कस्तो भयो त म्याच कति इन्टेन्स म्याच थियो होला भन्नुहोस् आफै सोच्नुहोस् त एकदम बवाल भयो ओपनिङ राम्रो थियो गेम पनि राम्रो थियो दुईटै गेम बवाल भयो राम्रो भयो अब नेक्स्ट गेम छ आज रातिको क्यानाडा र बोस्निया छ र भोलि र अमेरिका र प्याराग्वेको छ अब त्यसको प्रेडिक्सन के हुन्छ भन्दाखेरि चाहिँ क्यानाडाले पक्कै पनि बोस्नियालाई जित्नु पर्ने नै हो र अर्को भनेको चाहिँ यता युएसएले प्याराग्वेलाई योभन्दा अगाडिको यसो रेकर्ड हेर्दाखेरि जस्तो तपाईँले फ्रेन्डलीहरू कतिको चेक गर्नुभएको थियो युएसएले फ्रेन्डलीमा एकदम राम्रो खेलेको थियो है जर्मनीसँग गेम मैले हेरेको थिएँ हाइलाइट हेरेको थिएँ युएसएको बवाल थियो क्या त्यो जर्मनीसँग हारे पनि तर खेलाइ हुन्छ नि एकदम प्रेस दिएको छ कर्नर कति पाएको थियो जर्मनीको गेमसँग युएसएले त्यो हेर्दै थाहा हुन्छ कि युएसए यतिखेर चाहिँ फुल फोकस थियो क्या युएसएमा चाहिँ फुटबलको लागि चाहिँ किनकि अब घरमै होम ग्राउन्डमै हुँदैछ त्यही भएर पनि एडभान्टेज युएसएलाई पक्कै पनि छ र एकचोटि चेक गर्नुहोस् युएसए र जर्मनी एकचोटि हाइलाइट पनि चेक गर्नु होइन अनि हेर्नुहोस् त युएसएको गेम कतिसम्मको इम्प्रुभ भएको छ भन्ने कुरा त्यही भएर भोलिको गेममा पनि युएसएलाई पक्कै पनि एडभान्टेज छ होम क्राउडको प्याराग्वेलाई जित्नुपर्ने नै हो मेरो प्रेडिक्सन चाहिँ कस्तो के छ भन्दाखेरि चाहिँ अब क्यानाडा र बोस्नियाको हकमा चाहिँ क्यानाडाले पक्कै पनि जित्नुपर्ने हो त्यसमा 2-0 नै भन्छु म क्यानाडा 2 बोस्निया 0 र यता युएसएको हकमा पनि 2-0 नै भन्छु म युएसए 2 र यता प्याराग्वे 0 अब कस्तो छ के छ राम्रो छ राम्रो खेल्नुपर्ने हो अब युएसएमा त स्टार खेलाडीहरू पनि छन् होइन पहिलेका यता बार्सिलोनामा खेलेका सर्जिनो डेस्टदेखि लिएर क्रिस्टियन पुलिसिकदेखि लिएर होइन अरू पनि प्लेयरहरू छन् है म्याक्सिमम प्लेयरहरू युरोपमा खेलिरहेका हुन्छन् कुनै एमएलएसका पनि होलान् हुन चाहिँ तर एकदम बवाल भयो गेम आजको गेम हेरौँ भरे भोलि त छुट्टी पनि छ बिहान दुरुक्क उठेर गेमै हेर्ने हो सजिलो पनि छ बेलुका गेम सायद म हेर्छु नि होला पुरै गेम आज चाहिँ किनकि भोलि शनिबार बिदा भएर त्यस्तै छ सबैजनाले हेर्नु होला मेरो च्यानल पनि हेर्दै गर्नु होला सँगसँगै यो भर्खरै नयाँ खोलेको च्यानल हो वर्ल्ड कप सँगसँगै यो पनि ग्रोथ गराउँ भन्ने कुरा हो यसलाई मैले वर्ल्ड कपसम्म मात्रै सीमित गर्न खोजेँ होइन है यो च्यानल भनेको चाहिँ यता वर्ल्ड कप सके पनि फुटबल कन्टेन्टहरू आइरहन्छन् यता लिग हुन्छ च्याम्पियन्स लिग हुन्छ लालिगा हुन्छ इपिएल हुन्छ यसरी नै म गेमको विश्लेषण गरेर अथवा गेमको प्रेडिक्सन गरेर गेमलाई रिभ्यू गरेर अगाडि बढ्दै गर्ने हो थ्याङ्क यू फर वाचिङ है हेर्नु सपोर्ट गरिदिनु होला धन्यवाद।